लाई चाहिँ वहाँ 3वटा स्विमिङ पुलहरू थियो 3वटा दरबार 3वटा स्विमिङ पुल र 4वटा गेटहरू छ त्यतिखेर र 4वटा गेटहरू मध्ये अहिले चाहिँ हामी 2वटा गेटहरू हेर्यौँ एउटा चाहिँ पश्चिम गेट छ एउटा चाहिँ पूर्वी गेट छ बाँकी उत्तरको र दक्षिणको अहिले पनि जमिनको छ नि अहिले पनि त्यो फेला परेको छ त्यस्तै 3वटा स्विमिङ पुलहरू मध्ये एउटा मात्रै स्विमिङ पुल अहिले सुकेको छ है अहिले चाहिँ सुकेको छैन यहाँ चाहिँ सधैँ पानी हुन्छ त्यो भुल्का पनि भरिँदैन घट्दा पनि घट्दैन यो स्विमिङ पुल हो भनेर हामीले कसरी त्यो चिन्छ किन भन्दाखेरि चाहिँ भगवान बुद्धको बुद्ध साहित्य अनुसार उल्लेख गरे अनुसार उहाँको दरबारमा सबै किसिमको सेवा सुविधाहरू थियो उहाँको लागि नुहाउनको लागि स्विमिङ पुल थियो उहाँको औषधि गर्नको लागि चाहिँ के अरे हस्पिटल थियो उहाँ पढ्नको लागि स्कुल थियो त्यहाँ के भन्छ इँटाहरू पनि देख्छ इँटाहरू र स्विमिङ पुलको इँटाहरू होला त्यो होइन त्यो पछि यो ल्याएको इँटाहरू कन्जर्भेसन गर्नको लागि नयाँ कन्जर्भेसन गर्नको लागि र त्यस्तै चाहिँ उहाँ चाहिँ यहाँ यो स्विमिङ पुलमा सुनको लेपनहरू चाहिँ लगाउने आफ्नो शरीरमा गाईको दुधले चाहिँ उहाँलाई नुहाइन्थ्यो सुरुमा त्यसपछि उहाँ नुहाउनको लागि चाहिँ यो स्विमिङ पुलमा गर्मीको समयमा चाहिँ यहाँ नुहाउँथ्यो सुन्दर केटीहरूसँग चाहिँ उहाँलाई राखेर नुहाइन्थ्यो यतिसम्म भनिन्छ कि स्वर्गको राजा इन्द्र पनि यहाँ चाहिँ उहाँ नुहाएको चाहिँ हेर्नको लागि आउनुहुन्थ्यो भेष बदलेर स्वर्गको अप्सराहरू पनि यहाँ आउँथे भेष बदलेर उहाँलाई चाहिँ नुहाइदिन्थे अनि फेरि फर्केर चाहिँ जान्थे किन भन्दाखेरि सबैलाई थाहा थियो उहाँ चाहिँ बुद्धत्व सम्यक सम्बुद्ध हुनुहुन्छ तर चाहिँ अहिले चाहिँ ज्ञान प्राप्त भइसकेको छैन ज्ञान प्राप्त भइसकेपछि हामीलाई पनि मुक्तिको बाटो देखाउनुहुन्छ भन्ने चाहिँ सबैलाई थाहा थियो त्यसले गर्दाखेरि यो स्विमिङ पुलमा आउँथे सबैजना र दिउँसोको समयमा बिहानको समयमा उहाँको बुवा आमाहरू चाहिँ त्यो स्विमिङ पुलमा नुहाउने अनि पूजा गर्नको लागि त्यो भनिन्छ र अर्को साइडमा चाहिँ के भन्छ भन्दाखेरि कुनै कुनै किताबहरूमा चाहिँ मैले पढेको छु कि यो उत्तर दरबारको उत्तर पार्ट चाहिँ भगवान बुद्धको मनोरञ्जनको लागि चाहिँ थियो उत्तर पार्ट यहाँ चाहिँ सुन्दर बगैँचाहरू हुन्छ आमको बगैँचा यहाँ चाहिँ नजिक खोला छ भागीरथी त्यहाँ चाहिँ चराचुरुङ्गीहरू माछा खानको लागि चाहिँ आउँछ त्यस्तै चाहिँ यहाँबाट हिमालहरू हेर्न सकिन्छ त्यसले गर्दाखेरि यो चाहिँ एकदम मनोरञ्जन पूर्ण चाहिँ यो ठाउँ थियो र उत्तर नर्थ नर्थ हजुर अनि यो उत्तरतिर चाहिँ यो नर्थ साइडमा गार्डन भएको भएर चाहिँ उहाँहरू चाहिँ त्यसमा चाहिँ झलुवामा बसेर चाहिँ झलुवामा मजाले झुल्ने अनि यहाँ आएको समस्याहरूको बारेमा सोच्ने आफ्नो पढेको कुराहरूमा चाहिँ बढी चिन्तनशील उहाँको साथीहरू पनि एकदमै कम छ त्यसले गर्दाखेरि चाहिँ यो नदन पार्टमा चाहिँ थियो र यो नदन पार्टमा मोर ब्युटिफुल बनाउनको लागि चाहिँ यो जुन पुल छ अहिले भर्खर हामी चाहिँ स्विमिङ पुल बनायौँ त्यहाँ चाहिँ भनिन्छ कि 3वटा पोखरीहरू चाहिँ थियो अरे त्यतिखेर 3वटा पोखरीमा 3वटा कमलको फुलहरू फुलाइएको थियो एउटा रातो रङको एउटा सेतो रङको र एउटा चाहिँ निलो रङको जसमध्ये जुन अहिले हामी हेरेर आयौँ त्यहाँ चाहिँ सेतो कमलको फुल चाहिँ अहिले पनि सिजनमा रेनी सिजनमा चाहिँ फुल्छ त्यो चाहिँ अर्को विधानहरूको चाहिँ बनाइथ्यो र अहिले हामी चाहिँ जहाँ छौँ अगाडि यो बिचको के छ कुन यो जग्गा बोर्ड पनि लाग्यो यो सबै दरबारको एरिया हो पुरै दरबारको एरिया अहिले चाहिँ हामी जुन बोर्ड उताबाट आयौँ होइन बोर्ड हेऱ्यौँ कि होइन 100 मिटर बाई 100 मिटरको दरबारको त्यही बोर्ड हो त्यो युनेस्को त्यहाँ हामी चाहिँ गयौँ अनि यो चाहिँ तपाईँको मन्दिर यहाँ चाहिँ भगवान बुद्धको समयमा उहाँको बुवा आमाहरू चाहिँ त्यहाँ नुहाउने पूजा गर्नको लागि चाहिँ यहाँ आउने गर्नुहुन्थ्यो अहिले चाहिँ यहाँको हिन्दू मान्छेहरू यहाँ भाकलहरू गर्छ भाकल पुरा भए अनुसार कसैले हात्ती चढाउँछ कसैले त्रिशूल चढाउँछ कसैले घन्टी चढाउँछ यस्तो चाहिँ परम्परा छ अब सबैभन्दा इन्ट्रेस्टिङ ठाउँ चाहिँ त्यहाँनिर छ मैले भनेको कुरा त बुझिराख्नुपर्छ नि होइन सबै बुझ्यौँ मैले हामी अब दार्जिलिङमा बस्ने मान्छे नेपाली होइन भन्न खोजेको आशय बुझ्नुपर्छ मैले जुन भनिरहेको छु नि कथाहरू अनि आर्कियोलोजीलाई जोडेर भनिरहेको छु नि त्यो कुरा भन्नु है बुझेँ मैले बुझेको त एकदम राम्रो मैले पनि हिस्ट्री पढेको पहिला तपाईँले राम्रो बनाउँदै थियो कि त्यो ब्याकग्राउन्डहरू अब यहाँ के छ भन्दाखेरि यो ठाउँ कति पुरानो हो भन्ने सवालमा यो ठाउँ कति पुरानो हो भन्ने सवालमा म तपाईँले लाँदैछु यो 1962मा चाहिँ यहाँ रिसर्च भएको थियो त्यही देवला मित्रले चाहिँ रिसर्च गर्नुभएको थियो डाक्टर देवला मित्र र देवला मित्रले चाहिँ बङ्गालको भइसकेपछि चाहिँ उसले चाहिँ कन्ट्राभर्सी ल्याइन् के भनिन् भन्दाखेरि चाहिँ बङ्गालको हजुर के भन्यो भन्दाखेरि दिस प्लेस इज बिलोङ्स टु ओन्ली 3rd सेन्चुरी BC नट सो फार अनि त्यसले गर्दाखेरि चाहिँ कन्ट्राभर्सी क्या हो यहाँ त भगवान बुद्ध जन्मेको हुर्को केही पनि होइन र पछि चाहिँ यही ट्रेन जो हेर्नु यो खाल्टो यही ट्रेन हो जहाँ चाहिँ उहाँले उत्पन्न गरेको छ नपुरिकन चाहिँ छोडेको उसले त्यस्तै त्यही ठाउँमा चाहिँ पोर्टल
त्यहाँ बङ्गालमा इलेभेन ल्याम्पर्डमा चाहिँ उत्खनन गर्यो उत्खनन गरिसकेपछि उनीहरूले चाहिँ त्यो पालहरू चाहिँ फेला परेको छ यो पोस्ट होल भन्छ यसलाई पोस्ट भनेको पहिला होल भनेको चाहिँ बनाएको पालहरू मान्छेले किन पाल बनाउँथे भन्दाखेरि त्यो खाँबहरू गाड्नको लागि काठको खाँबहरू गाड्नको लागि पाल बनाउँथे त्यसले गर्दा यहाँबाट चाहिँ काठ चाहिँ सडेको काठ चाहिँ फेला परेको छ र जब चाहिँ यहाँ चाहिँ माटोको वालहरू पनि नहुँदाखेरि सबभन्दा पहिला चाहिँ तारबार गरेर मान्छेहरू चाहिँ यहाँ बसेको थिए र त्यो तारबार चाहिँ कहिले गरेको थियो भन्दाखेरि उल्कामुखको समयमा उल्कामुख इज अ फर्स्ट रुलर द कपिलवस्तु ऊ चाहिँ पहिलो रुलर चाहिँ यहाँको पहिलो राजा चाहिँ ऊ हो र उसले तारबार गरेर बस्दाखेरि चाहिँ जनावरहरू किन भन्दा यहाँ त अहिले पनि जङ्गल छ र त्यतिखेर पनि जङ्गल थियो र जङ्गलमा सजिलै बाघहरू भालुहरू चाहिँ आउन नसकोस् भनेर चाहिँ यस्तो पालहरू त्यो फेला परेको छ त्यो चाहिँ टिम्बर होलहरू हो यो र यही ठाउँ त्यही देवलामित्रकै ठाउँमा चाहिँ खन्ने बेलामा चाहिँ यो पालहरू चाहिँ भेटियो र यो पालहरू चाहिँ दिस पोस्ट होल इज बिलोङ्स टु 8th century 9th century BC इट मिन्स देवलामित्र इज एब्सोल्युटली रङ किन भन्दाखेरि ऊ जम्मा 3rd century BC को चाहिँ भन्यो र यो भनेको चाहिँ तपाईँको 8th century BC को त्यसले गर्दा उसको चाहिँ जुन दिएको छ त्यो ठाउँ चाहिँ एउटा चाहिँ गलत भयो तर पनि कन्ट्रोभर्सी जुन छ मान्छेको जुन मन मस्तिष्कमा बसेको छ त्यसलाई चाहिँ जानको लागि चाहिँ अझै टाइम लाग्छ मान्छेले चाहिँ के सोच्छ भन्दा इन्डियनले के सोच्छ होइन त्यो त नेपालको चाहिँ डुप्लिकेट कपिलवस्तु वास्तवमा त्यो चाहिँ होइन त्यो पनि कपिलवस्तु हो यो पनि कपिलवस्तु हो तर फरक के छ भन्दाखेरि त्यो रिलिजियस स्पोर्ट हो जहाँ चाहिँ मोनास्टिकहरू कम्प्लेक्सहरू चाहिँ छ तर चाहिँ यो के हो भन्दाखेरि एडमिनिस्ट्रेटिभ सेन्टर एडमिनिस्ट्रेटिभ भनेको प्रशासनीय जहाँ चाहिँ प्रशासन चल्छ जहाँ चाहिँ देशको कन्ट्रोल हुन्छ मेन पावर भन्नको मतलब जहाँ चाहिँ राजा हुन्छ राजा कहाँ हुन्छ भन्दाखेरि राजा भएकै ठाउँमा त राजकुमार हुन्छ नि त्यसले गर्दाखेरि भगवान् बुद्ध यहाँ बस्न सकेको भने चाहिँ एउटा लोजिक चाहिँ त्यहाँबाट पाउन सकिन्छ र इन्डियाको कपिलवस्तुमा के छ भन्दाखेरि ठुलो स्तूपा छ त्यो भगवान् बुद्धको रेलिक स्तूपा साइडमा चाहिँ सानसानो बिहारहरू भेटा परेको छ जहाँ चाहिँ सङ्घहरू बस्थे जहाँ चाहिँ भिक्षुहरू बस्थे र त्यहाँ चाहिँ कुनै पनि डिफेन्स सिस्टम चाहिँ छैन किन भन्दाखेरि डिफेन्स भनेको कसलाई चाहिन्छ त भन्दाखेरि चाहिँ राजालाई चाहिन्छ अथवा भिआइपीलाई चाहिन्छ र भिक्षुहरू मार्नको लागि चाहिँ कोही दुश्मनहरू दिँदैन भिक्षुहरू त्यसले गर्दाखेरि त्यहाँ चाहिँ डिफेन्स भेटिएको छैन यहाँ चाहिँ थुप्रै डिफेन्सहरू भेटेको छ आउनु ल हेर्नुहोस् अब उनीहरूले उत्खनन गरेको ठाउँ फेरि पुगिसकेको छ हेर्नुहोस् त्यही भएर मैले तपाईँ भनेको युआर सुपर लकी अब तपाईँ भोलि पर्सि आउँदाखेरि यहाँ चाहिँ क्याबिन देख्नुहुन्छ सबै चाहिँ पुरिसक्यो प्लास्टिक राख्यो पुरिदिन्छ र हेर्नुहोस् यो चाहिँ सुरक्षा पर्खाल अहिले चाहिँ जहाँ म उभिरहेको छु यो चाहिँ 3 मिटरको सुरक्षा पर्खाल छ राउन्ड 2.8मा र यसको बाहिरपट्टि चाहिँ खाई छ त्यो खाई अहिले पनि यसको गहिराई हेर्नुहोस् कतै 3 मिटर कतै 4 मिटर गहिरो छ र यसको नजिकै त्यहाँनिर चाहिँ नदी छ एउटा भागीरथी नदी नाम हो त्यसको पहिला चाहिँ यो नदी एकदमै यही मोडलाई चाहिँ टच भएर चाहिँ जान्थ्यो यही क्यानललाई चाहिँ टच भएर जान्थ्यो र यहाँबाट हिमालहरू हेर्न सकिन्छ पहाडहरू हेर्न सकिन्छ यहाँबाट यस्तो खालको चाहिँ छ बिहानको समयमा अर्ली मर्निङ टाइम तपाईँ चाहिँ हेर्न सक्नुहुन्छ त्यस्तै कपिलवस्तु इन्डिया कपिलवस्तु नभएको कुरा के भन्दाखेरि मोड छैन वाल छैन अनि चाहिँ यो जुन अहिले हामी चाहिँ जमिनदेखि 3 मिटर उचाइमा चाहिँ छौँ यो चाहिँ फोर्ट पनि छैन त्यहाँ त्यो चाहिँ सम्मो ठाउँमा छ त्यसले गर्दाखेरि द्याट बिलोङ्स टु द रिलिजियस स्पोर्ट एन्ड दिस बिलोङ्स टु द एडमिनिस्ट्रेटिभ सेन्टर वेयर द किङ्स एन्ड क्विन्स युज टु स्टे एन्ड दिस इज द प्लेस वेयर सिद्धार्थ स्पेन्ड 29 years यति अब चाहिँ हामी मन्दिर